म कसैलाई माग्दैन भनेछु। अरे यार म कसैलाई भोट त मागे सुन यहाँ मैले मेरो लागि भोट त मागेन अनि सरकार पैसा भन्ने कुरा त मेरो मुखबाट जिन्दगीमा मैले माग्दैन भनेपछि नमाग्ने मान्छेलाई चाहिँ माग्ने कुराहरू गर्छ। तर नि साथीहरू होइन मलाई चाहिँ किन लास्ट रिस उठेर आउँछ क्या हाम्रो नेपालको पत्रकारहरू चाहिँ के खालको हौ। सिधा साधा मान्छे देख्नु हुँदैन त्यसको पछाडि लागेको छ चाहिने कुराहरू सोधेको छ नचाहिने कुराहरू सोधेको छ थोरै लाज शरम भन्ने कुराहरू छैन यार पत्रकारहरूसित के सोधेको त्यस्तो कुराहरू तपाईहरू होइन साथीहरू याद गरेर राख्नु यो कुरा होइन। नेपालको अहिलेको जति पनि सांसदहरू भएको छ सांसद भएको छ मन्त्री भएको छ यो पत्रकारहरूको अहिले यस्तो अवस्था आएको छ नि नेपालमा होइन। पहिला त अब सबैलाई बोल्थ्यो सबैको न्युजहरू बनाउँथ्यो होइन अहिले अब कोही पनि बोल्दैन काम मात्रै गरेर देखाउने बोल्न चाहिँ नबोल्ने भनेर सबै लागेको छ नि त। अहिले पत्रकारहरूको महामारी भएको छ क्या। तपाईले अरू कसैको इन्टरभ्यू लिएको देखेको छ यसरी जसरी महावीर पुन सरको पछाडि लागिरहेको छ पत्रकारहरू त्यसरी अरू मन्त्रीहरूको पछाडि लागेको देख्नु भएको छ अहिलेको अवस्थामा। सोझो मान्छे भनेर क्या गिज्याइरहनु भएको छ क्या। महावीर सर कस्तो मान्छे हो महावीर सरको क्षमता र कतिको महावीर सरको औकात कतिको भन्ने कुरा थाहा छैन जस्तो लाग्छ क्या यिनीहरूको यो कार्यशैली देख्दाखेरि चाहिँ रिस उठेर आउँछ नि यार। मलाई समेत रिस उठिसक्यो यहाँ। त्यस्तो गर्नु हुँदैन नि साथी हो। सोझो साझो मान्छे काम गर्न देऊ न यार काम गर्न देऊ न साथी हो काम गर्न देऊ न। महावीर सर हाम्रो लागि त यार एउटा परिपक्व मान्छे हुन् नि त्यस्तो कुरा गर्नु हुँदैन नि। 10 चोटि माइक ठडाएको छ 10 चोटि क्यामेरा तेर्स्याएको छ 10 चोटि डिस्टर्ब गरेको छ होइन हौ। हेप्न पनि के साह्रो हेपेको यार तपाईहरूले यस्तो गर्नु हुँदैन साथी हो। अरूहरूलाई यसरी मैले न्युज बनाएको अरूहरूको इन्टरभ्यू लिएको अरूहरूलाई यस्तो भिडियोहरू बनाएको देखिरहेको छैन। महावीर सरले काहीँनिर हिँड्दा पनि भिडियो काहीँनिर बोल्दा पनि भिडियो खाँदा पनि भिडियो के पारा हो यो। यस्तो भएन मलाई साह्रै दुःख लाग्यो साथीहरू होइन। यस्तो चाहिँ गर्नु हुँदैन। पढाइको हिसाबले भन्ने हो भने महावीर सर जतिको पढे लेखेको मान्छे कोही पनि छैन जमानामा है। त्यत्रो आविष्कार केन्द्र चलाइरहनु भएको छ त्यत्रो यार थोरै रिस्पेक्ट गर्ने गर न थोरै रिस्पेक्ट गर्ने गर यार। हावामा उडाउन खोजिरहेको देख्छु क्या। त्यस्तो गर्नु चाहिँ मलाई गलत जस्तो लाग्छ साथीहरू होइन मेरो विचार। अब तपाईहरूको विचार कस्तो लाग्छ होइन तपाईहरूलाई मैले भनेको कुराहरू राम्रो लाग्यो कि नराम्रो लाग्यो होइन आफ्नो भनाइहरू चाहिँ तलको कमेन्ट बक्समा छोड्नु होला। तपाईहरूको भनाइ पनि म पढ्नेछु। तर मलाई चाहिँ यो पत्रकारहरूले गरेको बेहोरा चाहिँ राम्रो लागेन है महावीर सरसित। यस्तो चाहिँ नगर्नुस् भन्न चाहन्छु म चाहिँ व्यक्तिगत तर्फबाट है। अब मलाई त त्यस्तो लाग्यो। अब हजुरहरूलाई कस्तो लाग्यो तल कमेन्ट बक्समा छोड्नु होला है।